finally ready. Vlog 2. Hello everyone, नमस्ते सबैजनालाई. अनि गाइज लास्ट भ्लगमा चाहिँ देख्नुभयो होला त्यस्तै हो क्या 72 आवर्स वर्क अनि हप्तामा एक दिन हुन्छ त्यो पनि फ्री हुँदैन त्यो पनि कलेज जानुपर्छ हैन अनि आज पनि मेरो कलेज थियो अनि कलेजबाट नै म चाहिँ काम गएर भर्खर कामबाट आको अनि 11:30 भइसक्यो 11:10 मा चाहिँ म यहाँ आइपुगेको थिएँ तर के गर्दै अनि मेरो ओली बिउङदेखि सामान आको रहेछ खास गरी सेल चलिरहेको थियो नि त अहिले अनि त्यही भएर मैले चाहिँ सकिन लागेको थियो के मेरो सनब्लक राउन्ड ल्याब को मगाएको यो कस्तो क्यूट रहेछ अब गाइज रेजिरन कस्तो क्यूट पहिला म फटाफट चेन्ज गरेर आउँछु 2 मिनेटमा देख्नु भएन मेरो क्यामेरा मैले चाहिँ सबै रुम चिटिक्क पारिसके अनि अब चाहिँ फोहोरहरू फ्याल्नु बाँकी छ मेरो चाहिँ किन मेसी भएको भने त्यो विन्टर र समरको कपडा मिक्स थियो नि त अनि अब समर लाग्यो समर र विन्टरको कपडा छुट्याएर चाहिँ राख्नु पर्ने थियो अनि धुएर सुकेको लुगाहरू पनि पट्याएको थिएन अनि छरिएको थियो क्या अनि अब सबै सकाए अनि फोहोर फ्याल्न जान्छु गाइज फोहोर फ्याल्न जान्छु फोहोर फ्याल्ने आउटफिट चेक त हैन है यो चाहिँ मैले बेलुकादेखि नै लाइरहेको थिएँ अब फोहोर फ्याल्न जानै पर्ने हुन्छ म कोरियनमा बोलेर मलाई कस्तो त्यो के भन्छ भ्लग गर्नु मन छ नेक्स्ट भिडियोमा हेलो एभ्रिवान गुड मर्निङ अनि अहिले बिहान उठेर हल्का नुहाएर फ्रेस भएर अब चाहिँ म डाइसो जान लागेको किनकि मलाई चाहिँ जिन्जर सर्ट बनाउनु मन लागिरहेको थियो के अनि केही छैन सानो सानो बट्टा किन्छु डाइसो गएर अनि त्यसपछि लेमन ओरेन्ज अनि के भन्छ लेमन ओरेन्ज अनि के चाहिन्छ अर्को जिन्जर त्यति चाहिन्छ अरे अनि म त्यो किनेर चाहिँ काम जान्छु अनि अहिले चाहिँ मैले रेड टी सर्ट लाछु काममा गएर चेन्ज गर्छु या द्याट्स अल टुक्रा टुक्रा have something guys oh shit important भइरहेको छ ओ माई गड वाह 축구들 본다고 아무도 안 다녀. 겁나 맛있습니다. मलाई चाहिँ पोकुम भाप मन पर्दैन त्यही भएर यतिकै भाप मात्र खाएको ओके अब चाहिँ हल्का टचअप ओदेङ ल्याएपछि ओदेङ यस्तो हाल्नुपर्ने छ ओदेङलाई चाहिँ के भन्छ अरे इङ्ग्लिसमा फिस केक त्यो बनाउनु पर्ने छ अनि द्याट्स अल अब इमोको पनि छ क्या अनि हामी एकछिन रेस्ट गर्छौँ 가위바위보 오케이 제가 이거 손으로 अनि म चाहिँ भर्खर कामदेखि आएको मैले चाहिँ टोनर लगाइसकेँ यो चाहिँ मेरो लास्ट भिडियो हुनेछ स्किन केयरको
टोनर हाइलुरोनिक एसिडको टोनर हो अनि ट्याप 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 गर्नुपर्छ यो पुरै ड्राई भएपछि चाहिँ म रेटिनल लगाउँछु अनि आई क्रिम लगाउँछु यसलाई पनि टक 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 रेटिनल नम्बर सकिएको थियो नि त अनि म यसबाट निकालेर लगाउँछु यो सबै भएपछि होइन अनि यो लाएर यो लाउँछु मोइस्चराइजर खुमन फाप मगो स भनेको चाहिँ के हो इट्स अ स्ट्रेस बल यो कति दिनको ऱ्यान्डम भ्लग हो पनि थाहा छैन जस्ट आई विल एड क्लिप कसैलाई चाहिँ अल्छी लाग्न पनि सकिन्छ बट एउटा मान्छे जसलाई चाहिँ अल्छी लाग्दैन सी इज माई मम है अनि भिडियो बनायो भने चाहिँ मेरो मम चाहिँ खुसी भएर हेर्नुहुन्छ क्या अनि अस्ति पनि कहिलेको भ्लग हेरिरहेको थियो भन्दै थियो अनि त्यहाँ चाहिँ मेरो लुगा धुनु पर्ने छ छुट्याइराखेको अनि अहिले चाहिँ मलाई कस्तो भोक लाग्यो क्या अनि घरमा पनि त्यस्तो केही छैन म घरमा बनाउँदिनँ नि त अनि भने केही चिकन एक पाउ यस्तो पनि पाउँदैन नि त अनि बिग्रिन्छ क्या डेट एक्सपायर हुन्छ अनि त्यसैले म चाहिँ ल्याउँदिनँ फ्रुट्सहरू ल्याउँछु छुट्टी भएको बेला चाहिँ म बाहिर यस्तै केही खान जान्छु कहिलेकाहीँ चाहिँ साथीहरूसँग हुन्छ कहिलेकाहीँ चाहिँ म एक्लै त्यही नुडल्स छ तर खाली पेटमा चाहिँ करेन नुडल्स खाँदिनँ बर्गर पनि राम्रो त होइन त्यही पनि मैले चाहिँ मम्स्टर्सको बर्गर चाहिँ कस्तो खानु मन लागिरहेको थियो अनि मम्स्टर्सको बर्गर चाहिँ मेरो फेभरेट हो अनि अहिले चाहिँ म एक्लै जान लागेको अनि मैले चाहिँ सिम्पल केही पनि लाएको छैन सिम्पल लाएँ अनि अब म जान्छु आइ एम रेडी यस बाई आउटफिट चेक अफ द डे मैले चाहिँ सिम्पल टी सर्ट लगाएँ अनि प्यान्ट ट्राउजर अनि त्यसपछि चाहिँ क्रक्स लगाएँ ओके गाइज फाइनली ब्याक टु रुम अनि मलाई यस्तो रिस उठ्यो खास गरी म सिजाङ किन गएको बर्गर खानु गएको बर्गर खान्छु भनेर गएको थिएँ तर मलाई चाहिँ मम्स्टर्स चाहिँ ट्युसडे बन्द हुन्छ जस्तो लागिरहेको थियो क्या तर ट्युसडे चाहिँ होइन रहेछ मन्डे रहेछ यो चाहिँ म कहिले बिर्सिदिनँ जहिले पनि बिर्सिन्छ क्या अस्ति पनि कहिले एकचोटि जाँदा पनि बन्द भएर फर्केको थिएँ क्या मलाई चाहिँ कस्तो म फेरि बर्गर किङहरूको लोटेरियाको बर्गरहरू चाहिँ खाँदिनँ है अनि मम्स्टर्सको एउटा मात्र छ क्या स्पाइसी त्यो मात्र खान्छु म त्यस्तो पिज्जा टाइप बर्गर टाइप पर्सन त होइन तर त्यो चाहिँ मलाई मनपर्छ होइन अनि गएको थिएँ बन्द रहेछ अनि फेरि बन्द रहेछ अनि त्यसपछि चाहिँ म होममार्ट गएँ अनि मैले ल्याएँ यो चाहिँ राइस पेपर हो कहिलेकाहीँ त्यो लाफिङहरू क्रेभिङ हुँदा चाहिँ लाफिङ खाँदा चाहिँ म यो युज गर्छु कहिले पनि फेभरेट म्याङ्गो अनि अन्डा ल्याएँ अहिले चाउचाउसँग खान्छु त्यो चाउचाउ खानु त नहुने हो खाँदिनँ पनि भनेर बसिरहेको थिएँ तर त्यो सकाउनु त पर्यो यो खास गरी यो ओरेन्ज चाहिँ मैले जिन्जर सर्ट बनाउनु ल्याएको थिएँ जिन्जर सर्ट बनाउनु चाहिँ अस्ति इमार्टमा ओरेन्ज हेर्नु गएको थिएन त्यहाँ चाहिँ अनि त्यही भएर मैले ल्याएन भए पनि खानुपर्छ अनि जे कोला त ल्याएको छु तर म खान्छु खाँदिनँ थाहा छैन ओके गाइज अब चाहिँ म जो जिन्जर सर्ट बनाउँछु अनि त्यसपछि पहिला म यो टी सर्ट चेन्ज गरेर आउँछु अनि के खाम भइरहेछ अब केही छैन करेन्ट छ करेन्ट खान्छु अन्डा बोइल गरेर अनि साग पनि ल्याएको छु त्यो करेन्ट खाँदा त नहुने हो तर मेरो दुईवटा जति तिनवटा जति छ होला सायद बाँकी बसेको अनि त्यो सकाएर चाहिँ अनि म करेन्ट किन्दिनँ रामेन पनि मैले खाएको छुइनँ अनि मैले चाहिँ मिक्स कफी खान्थेँ मिक्समा चाहिँ हल्का चिनी हुन्थ्यो छोडेर मैले आइस अमेरिकानो खान्छु फ्लेक्स त्यही हो अनि अब चाहिँ म पहिला नै जिन्जर सर्टको लागि रेडी गर्छु चाउचाउ पनि साइडमा बोइल गर्छु अनि अन्डा चाहिँ म फ्राई गरेर खान्छु ओके 네, 알겠습니다. 오케이.
चेन्ज गरेर आइसकेँ। मलाई चाहिँ कम्फर्टेबल लाग्छ क्या यो नाइट ड्रेस लाएर बस्नु चाहिँ। घरमा चाहिँ म प्रायः नाइट ड्रेसै लाएर बस्छु। अनि मिक्सचर किनेको थिएँ, यसमा त मिक्स गर्छु कि गर्दिनँ थाहा छैन। अर्को मिक्सचर पनि छ, मलाई दाइले दिनुभएको थियो। अनि भाँडा धुन्छु अनि त्यहाँ अल्छी लाग्छ होला है, स्लोमा चाहिँ म टाइम ल्याप्स गर्छु। अनि के हो भने चाहिँ के होइन, स्टार्ट गरौँ। अनि गाइज एउटा कुरा सिकेको छु मैले चाहिँ, हुन्छ मान्छेहरू चाहिँ जति खुसी भयो नि होइन, आफ्नो भएको प्रब्लमहरू चाहिँ सल्भ हुँदै जाँदो रहेछ। अनि जति दुःख भयो नि, मलाई यो भयो, मलाई यो भयो, मलाई यो दुख्यो, मलाई त्यो दुख्यो भने चाहिँ झन् थपिँदै जाँदो रहेछ क्या। त्यही भएर नो, यो चाहिँ मैले सिकेको कुरा है। जहिले पनि मलाई यो भयो, त्यो भयो, त्यो भयो भने झन् त्यति नै थप्दै जान्छ। सो नो स्ट्रेस, नो हनी, नो मनी। ओके, अब चाहिँ म स्टार्ट गर्छु। म टाइम ल्याप्स गर्छु है, भिडियो बनाउँदा झ्याउ हुन्छ नि त, टाइम ल्याप्स गर्छु। र सबै काटिसकेँ, रेडी भइसक्यो। अनि लेमन, जिन्जर अनि त्यो के भन्छ, जिन्जर, लेमन अनि अरेन्ज हालेर काटिसकेँ। अनि हामी ब्लेन्ड गर्छु। त्यस्तो मिठो नै छ भाइ। फाइनली रेडी भयो, यस जिन्जर सट। अनि यो चाहिँ म अब चाहिँ साँच्ची हो, जहिले पनि आज चाहिँ म करेन्ट खान्छु, तर करेन्ट पनि एउटा मात्र रहेछ। यो एउटा खाएपछि चाहिँ म करेन्ट खाँदिनँ। मैले सबै स्टोरेज गरिसकेँ। अनि म करेन्ट बनाउँछु। करेन्ट सँगसँगै म लाफिङ पनि बनाउँछु। अघि मैले राइस पेपर ल्याएको थिएँ। सेम लाफिङ। लास्ट वान। अब मसँग छ नुडल्स। यो करेन्ट खानै मन लागेन। यो चाहिँ मेरो फेभरेट साग है। त्यो लाफिङ खाएर करेन्ट खानै मन लागेन हौ। रोके म गए चाहिँ यो चाहिँ खानु सकिनँ गाइज। अन्डा चाहिँ खाएछ सबै, यहाँ चाहिँ खानु सकिनँ। कति खान्छु भनेर लिएर आएको, तर ड्याममा हगाएँ कि मेरो। यो चाहिँ क्यामेरा चाहिँ यो कनेक्ट गऱ्यो भने यस्तरी आउँछ क्या। अनि खास गरी चाहिँ म त्यो खाएर अनि यता लुगासुगा हालेर लुगासुगा सुकाएर 30 मिनट जति सुतेर पनि उठेँ। 9 बजी सक्यो। मेरो चाहिँ भोलि इक्जाम छ। के पढ्नु के गर्नु पनि केही पनि थाहा छैन। हल्का पोइन्ट्सहरू चाहिँ हेर्नु पर्यो होइन। प्रोफेसर नयाँ हुनुहुन्छ, के दिनुहुन्छ के गर्नुहुन्छ थाहा छैन केही पनि चाहिँ। अनि त्यही हो, अघि त्यो करेन्ट खाएर कस्तो पेट पनि पोल्यो। अबदेखि चाहिँ नो करेन्ट, नो जङ्क फुड है गाइज।
म चाहिँ यो म आफैले प्रमिस गर्छु कि नो जङ्क फुड भनेर। मैले धेरै सके पहिला म कति धेरै खान्थेँ, अहिले कन्ट्रोल गरेको छु। अनि हजुरहरू पनि कन्ट्रोल गर्नु होला भिडियो हेर्दै हुनुहुन्छ भने। अनि सबैजना राम्रोसँग बस्नु होला, सबैजना खुसी रहनुहोस्। भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला। अनि नेक्स्ट भिडियो चाहिँ म के बनाऊँ भनेर सोचिरहेको छु। टाइम त पाउँदैन, बट आई विल ट्राई माई बेस्ट। अनि त्यति भन्दै म चाहिँ यो भिडियो यहीँ इन्ड गर्छु। दिस इज माई विकली भ्लग टु। बाई बाई।